त्यही थाली अब लगाइदिन मिल्छ। अरूले चाहिँ भित्र ग्रहको पूजा गर्न बाँकी छ। आमाले त अब पढे नै अबिर होइन। स्वस्थस्तु ते कुशलमस्तु चिरायुरस्तु भूभादिवृद्धिसहितं धनधान्यमस्तु ऐश्वर्यमस्तु सहितस्तु विपुक्षयस्तु कल्याणमस्तु सततं हरिभक्तिरस्तु नारायणो रक्षतु। अब हजुरको चाहिँ छुट्टी भयो। नारायण 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 ये ल लाञ्छनादिप्रभं दुर्दण्डादगदाकपालमरडस्रगन्धवस्त्रावृतं घण्टा गुरुगुरमेकलामरडत् गुङ्कार भीमं विभं वन्दे समितसर्पकुण्डलधरं श्रीक्षेत्रपालं सदा ओम श्रेयं क्षेत्रपालाय भूत प्रेत पिशाच राक्षस डाकिनी शाकिनी बेतालादि परिवार युताय एवं बलिं समर्पयामि। भोगो क्षेत्रपाल दिशरक्ष बलिं भक्षय मम यजमानस्य सपुत्र पुत्री बन्धु बान्धवस्य पूजा पर भल्ल्याउनु सबैजना आमा माथि जानुभयो। सबै भयो सब छोरी छोरा नाति सबै कोटलिका हो। अब त्यो सत्यनारायण कोटलिका त अब राखे भयो नि को हाम्रो सानो बाकी छोरी को होला हाम्रो सानो बाबु हुन्छ गाई पुछरा बाँधिदिनु हुन्छ आमा गाई पुछरा बाँधिदिनु गाई पुछरा बाँधिदिनु के भने डोरो गङ्गाजीमा त्यो फुल पूजा गरेर राखेको फुल हुन्छ अब त्यो पहिला जानवर नि काम गरे चिरा जोगिरा दिन कहाँ त्यसै खाएर भयो। ओहो परमा के बसेको थियो भाग लगाएर यो प्रकृतिले पकाउँदैछन् परमा त भाग लाउँदैछ। फोन हेरी फोनमा बोल्नु आएन त अहिले फेरि फोनमा त बिहान ए बाबु आयो है त्यो केमा खनाउने ल रक्षाबन्धनको लागि सबैजना आउनुहोस् है। आदान छैन आउनु न यहाँ हजुरले टिका सुरु गर्नुभयो हुन्छ। बाबाले टिका सुरु गर्नु यो कान्छोलाई